जयस प्रभु तपाईँलाई हाम्रो नेपालमा रहेको पैसाको जनावरको नाम याद छैन जनावर पैसामा जुन जुन पैसामा चाहिँ जनावर हुन्छ त्यो सबै पैसाको एउटा राइनो सबै थाहा छ नि ठिक छ एउटा डियर पहिला सुन्नुहोस् न थाहा छ नि थाहा छ नि ल ठिक छ तपाईँले मिलाउनु भयो भने म तपाईँलाई सोध्दैछु होइन कुन कुन पैसाको म सोध्छु अब बिस्तारै होइन धेरैवटा सोध्दिनँ मैले तपाईँलाई 3टा चाहिँ जनावरको नाम सोध्छु तपाईँको जहाँ कि प्राइज नै त्यहीँ हुन्छ तपाईँले यदि प्राइज मतलब त्यो क्विज जित्नु हो भने म तपाईँले यो फ्रुटी दिन्छु तपाईँलाई है तपाईँको हिसाब भएको छ रेडी रेडी हो नि 4वटा गैँडा एउटा जरा एउटा चौरी गाई 4वटा गैँडा एउटा जरा एउटा चौरी गाई कति भयो होला 4वटा गैँडा भनेपछि 1500 त भइहाल्यो क्यान यू हेल्प ठिक छ यतापट्टि आउनु न होइन ठिक छ क्यामेरामा नदेखिनु अलि यतापट्टि आउनु न कतिवटा क्वेसन सोध्नुहुन्छ क्वेसन यही हो एउटै क्वेसन हो मैले सोधिनँ तपाईँले प्राइज मिलाउनु पर्ने हुन्छ 4वटा गैँडा एउटा जरा एउटा चौरी गाई भएको छ तपाईँले चौरी गाई भनेको चाहिँ एकचोटिमा मिलाउन सक्नु भने तपाईँले यो चौरी गाई मलाई तपाईँ चान्स बबाल दिएछ होइन तपाईँले चौरी गाई एउटा होइन हजुर चौरी गाई एउटा अनि 2वटा त्यसमा देखाउने हजुर नदेखाउने होइन ठिक छ 2वटा के भन्नु पऱ्यो 4वटा गैँडा एउटा जरा एउटा चौरी गाई एउटा जरा एउटा चौरी गाई होइन तपाईँ सक्नुहुन्छ 4वटा गैँडा सक्नुहुन्न के भन्नुभएको फेरि भन्नु न 4वटा गैँडा एउटा जरायो एउटा चौरी गाई त्यो जेमिनाई त्यो कति हो टोटल त्यो कुन पैसा हो जेमिनाई एआई ल ठिक छ एआई पनि ल आइ ओके ल ओके ल एआई प्रभु ल कति निकाल्दो रहेछ त उहाँले एकछिन ल एआई को दिमागले क्या भेट्छ ल रुक नै फेरि 4वटा गैँडा एउटा जरा एउटा चौरी गाई आऊ भन्नु 4वटा गैँडा एउटा जरायो एउटा चौरी गाई आऊ मैनी ल एआईले भन्न सक्नुहुन्छ त एआईले सक्नु न त एआई पनि अहिले पछि लेखिरहेको देख्नु तपाईँलाई जनावरको सङ्केत भनिदियो क्या हाउ मेनी रुपिज हो क्या हेर्नु प्रभु रुक्नु म सोधिदिन्छु ल ल्याद ल्याउनुहोस् यता सुन्नु त म भनिदिन्छु एआईलाई त फर्काइदिनुहोस् यता फर्काइदिनुहोस् 4वटा गैँडा एउटा जरा एउटा चौरी गाई जहाँ नेपाली रुपियाँको चाहिँ जनावरको नाम भनेको छु कति रुपियाँ भयो टोटल भनिदिनुहोस् तपाईले भन्नुभएको जनावरका तस्बिरहरू नेपाली नोटहरूमा उल्लेख 4वटा गैँडाका लागि 100 रुपियाँको नोटका दरले 400 बोलेर गयो क्या ठिक छ एउटा क्वेसन त मिलाइसक्यो अब 2टा क्वेसन मिलाउनु भएको छ भन्नु नि त्यहाँ 4वटा गैँडा भन्नुहोस् फेरि 4वटा म भनिदिन्छु ल एआईलाई देखाउनुहोस् यतापट्टि फर्काउनुहोस् अब सक्छ सधैँ मिलाउनुलाई 4वटा गैँडा एउटा जरायो एउटा चौरी गाई जुन नेपाली पैसाको तस्बिरहरू हुन् जनावरहरू हुन् कति रुपियाँ भयो टोटल जोड्दा तपाईले भन्नुभएको 4वटा गैँडा 500 रुपियाँको नोटमा एउटा जरायो 100 रुपियाँको नोटमा उल्टो भने उल्टो भने एआईले उल्टो भने ल तपाईँलाई एनाउन्स तपाईँलाई एउटा म सिक्वेन्स दिन्छु ल त्यो तपाईँलाई हार्न दिन्न हजुर जयस प्रभु जयस प्रभु जयस प्रभु